हामी चाहिँ सालबा आएर पनि फुलपाती भेटी चढाउन थालिसक्यो टु साह्रो छ अगाडि चाहिँ आरती लिएर हिँड्नुहुँदैछ हामी चाहिँ बल्ल बल्ल 2 दिनमा चाहिँ 2 दिन बिहान चाहिँ आइपुग्यौँ पोखरी हामी फड्को लगाउँदैछौँ चिसो चिसो छ मौसम मुखबाट बाह्र उडिरहेछ कस्तो हुँदैछ विनोद एकदम रमाइलो छ सालबा आएको छौँ हामी पहिले चाहिँ बोबाट आउने बाटो थियो अहिले चाहिँ यता साइडबाट आउने बाटो रहेछ पहिलेको बाटो चाहिँ पुरानो बाटो चाहिँ यो थियो तीनचोटि होस् है 3 चोटि सालबा आउने 3 चोटि डर छ टक्क रमाइलोसँग आइयोस् आज कस्तो हुँदैछ तालाई भेटी भेटियो यहाँ हाल्नुहुन्छ भेटी भेटी चाहिँ यहाँ चढाउँ यार अब चाहिँ हामी सालबाबाट निक्लेर पनि सिलिचुङतिर जाँदैछौँ कतिको एक्साइटेड छस् बब्ली अलि छस् सालपा त अति नै रमाइलो छ अहिले चाहिँ बल्ल घाम लागेर जिउ ताकिरहेको छ त्यो चाहिँ सल्लाहको रुख छ धुप्पी कि सल्लो के हो अनि अगाडि चाहिँ अब हामी कस्तो जानु माथि देखेको चाहिँ सिलिचुङ हामी माथि पुग्छ होइन खाली खुट्टी त अनि कहाँ जुत्ता चिप्लिन्छ नि त तिम्रो हाल्दा चिप्लिँदैन मेरो त पुरै हातसम्म तिर्दा हुन्छ यता पनि गाई गोरु पाइन्छन् टुसाहरू चाहिँ अझैसम्म बिलाएको छैन घाम लागेको चाहिँ आधा घन्टा यता हेरिदिनु हाई हामी सिलिचुङ जाँदैछौँ अब त डाँडामा पुग्नु पर्ने छ हामी चाहिँ बोल्दै चाहिँ हिँड्न सकिँदैन त्यही भएर पिचमा चाहिँ रोक्नु पर्ने हुन्छ अक्सिजन कम अक्सिजन कम हुन्छ अब सिसा ए क्या हेरे यस्तो बवाल छ नि ठिकै आयो यस्तो छ नि हिमालमा कुहिरो लाग्नु हो यसको फेदबाट भर्खर हिँड्ने हम हो कि नि त अब हिमालमा कुहिरो लाग्ने हो त सबै माथिबाट चाहिँ बवाल देखिन्छ के अन्याली हो तल पोखरी रहेछ बवाल भ्यू देखिरहेछ यता चाहिँ के ननिस्किनु ओइ साथी खिचौँ न यहाँ त कस्तो खालको बनाउँदैछ आइस जमेर त्यही सिलिचुङको आधी बाटो पुग्न आँट्यौँ अब हिँडेको कि तलैबाट आधी बाटो
गल्यो आधी बाटो पुग्न आँट्यो नि त डाँडाहरू चाहिँ खतरा छ क्या भ्यूहरू चाहिँ बब्बाल बब्बाल छ आउनु होला सबै आउनु भएकोहरूलाई त थाहा हुँदैन हामी चाहिँ ऊ त्यो पर घर हो उसबाट आएको अनि अगाडि माथि माथि हिँड्नुहुँदैछ ऊ माथि चुचुराम पुग्नुपर्ने खास गरी चाहिँ चुचुरो माथि हो अनि स्यासा भइसक्यो डाँडा चाहिँ खतरा क्या डाँडाहरू त्यता डाँडाहरू लागेको त्यता सनसेटहरू बबाल छ बल्ल 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 आधी बिच आइपुग्यो के आधी हुन्थ्यो आधी पनि भएको कहाँ हुन्थ्यो त्यो ढुङ्गामा यस्तो पहेँलो छ नि किन नखाउँछ रे म पनि खानुपर्ने थोरै नथोरै पनि छ थोरै थोरै ऊ हिँड्नुहुँदैछ कस्तो ढाँट हामी चाहिँ तलबाट आएको उनीबाट सर जहिले कुहिरो लाग्दै सकभर हिमाल देख्न सकिँदैन होला बाटो चाहिँ डेन्जर छ एकचोटि लड्यो भने मान्छे गयो यस्तो बाटो छ यस्तो बाटो हिँड्नु पऱ्यो उँभो जानुहुँदैछ डेन्जर छ बाटो भिरहरू पनि डेन्जर डेन्जर छ यतिको बाटो हिँड्नु पऱ्यो एकछिन ऊ तल छ साल्पा पोखरी चाहिँ पुरा कुहिराले लागिसक्यो फाइनली आइपुग्यो क्या बबाल देखिरहेछ यता पुरा बबाल छ यता पुरा कुहिरो लागेर कुहिरो त तल तल कहाँ हो कहाँ देखिरहेछ यता सनसिलिचिङको देउताहरू चाहिँ तल देखिरहेछन् सालपाका पोखरी चाहिँ उहाँबाट आएको बाटो यही हो एउटा हिमाल देखिरहेछ के आनन्द भयो अब चाहिँ एउटा महाराज फुलमाला हिमाल कता गर्नु पर्यो दाइ भइसक्यो हजुर उहाँहरू राख्नु न सबैको हो यहीँ राख्नुपर्छ बत्तिकै आदि पर लैजाउँ लक्ष्मण फुल चढाउँदै अब हामी इधर जाएंगे यहाँ त्रिशुल चाहिँ बहुतै रहेछ होइन यहाँ लक्ष्मीले ढोग्नु भयो म यता गएर तल धुप टिप्दै गरेको देखाउँछु हजुरहरूलाई म धुप टिपेको देखाउँछु है एकछिन एक ठाउँ छ ठाउँ एकछिन पूजा गरेको छैन मैले यता आइज धुप चाहिँ तलको त्यो सबै तँ सबै अरे धुपै धुप कता गर्नु पर्यो दाइ भइसक्यो हजुर उहाँहरू राख्नु न सबैको हो यहीँ राख्नुपर्छ बत्तिकै आदि पर लैजाउँ लक्ष्मण फुल चढाउँदै अब हामी इधर जाएंगे यहाँ त्रिशुल चाहिँ बहुतै रहेछ होइन यहाँ लक्ष्मीले ढोग्नु भयो म यता गएर तल धुप टिप्दै गरेको देखाउँछु हजुरहरूलाई म धुप टिपेको देखाउँछु हिमाल भयो म हिमाल देखाइदिन्छु हिमाल देखाइसकेको राखिदिइहाल्नु है
यो धुप काट्न आइरहेछौँ हामी चाहिँ। यो सबै धुप गाडी हो अनि उता चाहिँ धुप काट्नु हुँदैछ। त्यति मजाले देखिया छैन, धुप सबै काट्नु हुँदैछ अनि उतापट्टि पनि काट्नु हुँदैछ। पुरा बादल लागेर चिसो नचिसो छ। धुप चाहिँ यस्तो छ। यही हो धुप। धुप काट्दा काट्दै फाइनली हिरा भेट्यो। देखो इधर भन्नुपर्दा चाहिँ फेरि आइस हो नि, हिरा जस्तै भइरहेछ। फेरि आइस हो नि, नझुकिनु। फेरि यो त धनी हुने रहेछ भनेर फेरि मेरो घरमा आउनु होला नि, लिन छैन नि फेरि। हामीले चाहिँ सबैभन्दा हाइएस्ट जग्गामा आएर हामी चाहिँ कपडा खोलेर यता पनि हुनुहुन्छ, ज्यान देखाएर अनि फोटो खिच्दैछौँ। आजसम्म कसैले यसरी कसैले खिचेको थिएन होला, हामीले खिच्यौँ। बडी बिल्डर हिमालको छेउमा बच्चा हामी सिरिचुकलाई पनि बाई बाई गर्दै घरतर्फ लाग्यो। अगाडि 2 जना छन् अनि अब हामी पछाडि छौँ। बाटो चाहिँ यस्तो छ डेन्जर, त्यही भएर सम्हालेर हिँड्नुपर्ने हुन्छ, भिडियो मात्रै हेरेर होइन। यो डेन्जर बाटो आइरहेछौँ अनि पछाडि चाहिँ यहाँनिर अघिको धुप बोकिरहेछ। अब यो लगेर अनि अब चाहिँ झऱ्यो। यता चाहिँ कस्तो डाँडै यही डाँडै झर्नुपर्छ, भिर ढुङ्गा। यता चाहिँ अलिक राम्रो बाटो रहेछ, उँधो चाहिँ छैन, भिरै भिर छ। अनि यता चाहिँ कुहिरो यस्तो लागिरहेछ, यहाँसम्म पुरा तुवालो लागिरहेछ यता सबै। यता चाहिँ अलिक खुल्लो छ, यता चाहिँ खुल्लै छ। पोखरी चाहिँ उतल छ, उतल तर अलिअलि मात्रै देखिरहेछ, कुहिराले सबै ढाकिरहेछ। अनि अब चाहिँ हामी सिलिचुङबाट पनि गाडीमा अगाडि साथीहरू छन् अगाडि। अब चाहिँ झरेको हामी ओठ फुटेर पुरा चिरा भइरहेछ। त्यति साह्रो चिसो पनि छैन झन् चाहिँ। हल्का बिहान चाहिँ चिसै थियो, बिहान त साह्रो जमिरहेको थियो, चिसो थियो। अनि अहिले चाहिँ घाम लागेर पुरा तातिरहेछ। अनि भिड चाहिँ डेन्जर क्या, यहाँदेखि तलसम्म भिरै भिड छ, यस्तो भिरै भिड जानुपर्ने छ। अनि पुरा अप्ठ्यारो बाटो छ, भिडियो बनाउन पनि खासै नमिल्ने खालको बाटो छ क्या। भिडियो बनाऊ भने अप्ठ्यारो बाटो छ नि त, अनि त्यही भएको कारणले चाहिँ भिडियो पनि बनाउन सकिँदैन। अनि अब एकचोटि तल पुगेर हामी फेरि पनि भिडियो बनाउनेछौँ। अब चाहिँ हामी सिलिचुङबाट पनि झरेर पनि अब सालपामा पानी लिन आएको थियौँ। अब पानी तल मान्छेहरू धामीहरू देखाइदैन। अब हामी सालपाबाट पनि घरतर्फ लागिसक्यौँ। अब चाहिँ सालपाको एकचोटि नजारा हेर्न सक्नुहुन्छ। हिँड्दा थाकिसक्यौँ। यता चाहिँ गुम्बा डाँडा रहेको छ, सालपाको माथि गेट नजिकै धुप्पी। अब चाहिँ हामी यो बाटो हुँदै घरतर्फ लाग्नुपर्ने हुन्छ। अब गुम्बा रहेको छ, यता बोटेर रहेछ। सिलिचुङ जाने बाटो चाहिँ यता अनि सालपा चाहिँ यता छ। ठ्याक्कै यो उसबाट यता झर्नुपर्ने हुन्छ सालपा जान चाहिँ। अब चाहिँ हामी फर्केर पनि सालपाबाट फर्केर पनि कुलुङ पोङखो आइपुग्यौँ। अब खोटाङको सिमाना चाहिँ उता नै रहेको छ। खोटाङको सिमाना चाहिँ
त्यहाँ फोटो खिच्ने कार्यक्रम हुन्छ हामी चाहिँ यहाँ आइपुग्यौँ यता छ सिमाना चाहिँ खोटाङको कति किलोमिटर छ कि ऊ छैन नि फेरि केटा भोजपुर यता कुलुङ यता खोटाङ यता हो के सोलु यता नि छ र त यता कुलुङ भन्नाले त भएन सोलु कता अरे यता सोलु घुम्बु हेर्न यहाँबाट चाहिँ पुरा बादल लागिरहेको छ पारि चाहिँ हामी जाने यता छ बाटो यता जाने चाहिँ साल्पा पोखरी जाने बाटो यता चाहिँ यो घरबाट यता साइड छिर्नुपर्छ उँभो चाहिँ ढुङ्गा छन् अनि यता छ ल जाउँ पानीको धारो सुविधा यता चाहिँ पानीको सुविधा पनि रहेछ क्या यता चाहिँ अब साल्पाबाट फर्केर आएर पनि लौरे आइपुग्यौँ यो चाहिँ यहाँनिर चाहिँ लौरे चढाएर जानुपर्छ यहाँ माथि के स्थान भन्थे मलाई थाहा भएन यो सबै ओह्रालो पुगेर पारि गरेर खान भन्ने यता उस बाटो चाहिँ यस्तो छ अप्ठ्यारो बाटो छ अनि यता सबै गुराँसका बोट छन् अनि यता डाँडा आज चाहिँ हामी साल्पाबाट पनि फिर्केर लौरे आइपुग्यौँ लौरे अनि आज चाहिँ अब लास्ट दिन हिमाल सहित अब बाई बाई भन्न चाहन्छु बाई लौरे पनि अब बाई बाई बरसाती घामलाई छादा पानीलाई बरसाती गाईले गिरामो खैको छर्कती कसले डाल्यो कसले डाल्यो मैले ढालिन मलाई के चाहिँ पलौटे नेरी चाहिँ काठाको चिन्डो गुराँसको बोटको यस्तो चिन्डो बनाएको छ बबाल तरिकाले अब चाहिँ हामी साधोबाट आइपुग्यौँ उकालो बाटो उकालो भएको कारणले अनि अरू चाहिँ पछाडि हुनुहुन्छ उता यहाँदेखि हुँदो अनि कुहिराले पुरा ढाकिरहेको छ त अनि सबै कुहिरो छ उपर बस्ने ठाउँ छ गोठ अनि अरू साथीहरू चाहिँ उहाँ पुगिसके मौसम चाहिँ आज चिसो छ त्यहाँ साइड सबै टाढा हामीले चाहिँ आइस भेटाएको छौँ माथि घर आउने बाटामा चाहिँ आइस जमेको रहेछ पुरा बिहानै 5 बजी उठेर हिँडेको अनि यो चाहिँ पुरा आइस खेलाउँदैछ आइस हिमाल पनि कस्तो दामी देखिरहेको छ पछाडि अनि यहाँनिर जमेको छ आइस चाहिँ यहाँनिर जमेको छ यस्तो बवाल जमेको छ नि आइस यो चाहिँ मजाको आइस रहेछ के तर कस्तो छ है मम्मी नगर्नु न जाउँ ल एकछिन है छिर्न यार अति हात कस्तो हो जस्तो हिमाल यस्तो दामी छ नि ठुलो पाला सिसा